लमजुङ जिल्लामा अवस्थित भुजुङ गाउँ नेपालको एउटा अत्यन्तै सुन्दर र पर्यटकीय गन्तव्य हो। कोहला सुथार गाउँपालिकामा पर्ने यो गाउँ गुरुङ संस्कृति, परम्परा र प्राकृतिक सुन्दरताका लागि प्रख्यात छ। यो गाउँ समुद्री सतहदेखि करिब 1100 मिटरको उचाइमा रहेको छ। यहाँको सबैभन्दा ठूलो विशेषता भनेको एउटै भिरालो जमिनमा बाक्लो गरी जोडिएका घरहरू हुन्। करिब 400 भन्दा बढी घरहरू एकै ठाउँमा मिलेर बसेका छन्, जसले यसलाई एउटै ठूलो परिवार जस्तो देखाउँछ। भुजुङलाई गुरुङ जातिको ऐतिहासिक गाउँ मानिन्छ। यहाँका बासिन्दाहरूले अझै पनि आफ्नो मौलिक वेशभूषा, भाषा र संस्कृतिलाई जगेर्ना गरेका छन्। यहाँको गाउँसभा र स्थानीय नियमहरू निकै कडा र व्यवस्थित छन्, जसले गर्दा गाउँमा एकता र सरसफाई देख्न पाइन्छ। गाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण र मनास्लु हिमश्रृङ्खलाको सुन्दर दृश्य देख्न सकिन्छ। भुजुङमा स्थानीय स्तरमा उत्पादित चिया बगान छ, जसले गाउँको सुन्दरता थप बढाएको छ। गुरुङ समुदायको पुरानो कला र संस्कृति बुझ्न यहाँ संग्रहालय पनि छ। यस क्षेत्रमा अझै पनि परम्परागत शैलीमा भिरमौरीको मह काट्ने गरिन्छ, जुन हेर्न लायक हुन्छ। पर्यटकहरूका लागि यहाँ होमस्टेको राम्रो व्यवस्था छ। पाहुनाहरूलाई स्थानीय अर्गानिक खाना, कोदोको ढिँडो, सिस्नो, स्थानीय कुखुरा र कोदोको रक्सीले स्वागत गरिन्छ। साँझमा स्थानीय कलाकारहरूले घाँटु, सोरठी र कृष्ण चरित्र जस्ता मौलिक नृत्यहरू प्रस्तुत गर्छन्। लमजुङको सदरमुकाम बेङ्सी सहरबाट भुजुङ गाउँ करिब 32 किलोमिटरको दूरीमा छ। बेङ्सी सहरबाट जीप वा स्थानीय बस चढेर करिब 3 देखि 4 घण्टाको यात्रापछि भुजुङ पुग्न सकिन्छ। घलेगाउँबाट पदयात्रा, हाइकिङ गर्दै पनि यहाँ पुग्न सकिन्छ। यो गाउँ विशेष गरी शान्त वातावरण, ग्रामीण जीवन र अर्गानिक खानपान रुचाउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य हो।